हेलो नमस्ते सबैलाई गुड मर्निङ। हजुर के छ हाल खबर? सबै आरामै सपनिका होला देखा त म आज यसो माटो लजिन आएर देखा त माटो ए घर छिप्दै लेखा घर लिपपोत गर्दै लेखा म बहुत टाढा आएर देखा हजुर माटो खन्न आएर माटो खानेपट्टि घर जाएपट्टि घर छिप्दै बड्यो देखा दीपावली लेखा आज बल्ल बल्ल चाहिँ यसो समय मिलाएर आउनु पऱ्यो देखा घर छिप्दो रह्यो लिपपोत गर्दै रह्यो। अब दीपावली सुरु हो, दीपावली आउनु बस्यो तम कहाँ छ कि भएर छ सम्पूर्ण साथी त्यहाँ चाहिँ घुम्न चाहना देखा हेर त साथीसँग यसो छ यी माटो खान्न कति अप्ठ्यारो छ हेर न। यहाँ चाहिँ माटो खन्न देखा रातो माटो। तब रातो माटो लस्याबाट यसो घर छिप्दै पऱ्यो भन्न चाहन। अन्त हाम्रो हालखबर के परेछ कहाँ छ हाम्रो हालखबर छ घरको काम धन्दामा व्यस्त गाजी काट्टामा व्यस्त घर लिपपोत गर्दै पऱ्यो भन्न चाहन देखा। तम्लो चाहिँ निकेर बनाया तमले चाहिँ घर लिपपोत गरेर ल्याए के परेछ अब एक कट्ठामा मैले माटो लज्या जानु पड्यो गरेर देखा सकिने सक्दो पड्यो नसकिन नि हो घर बहुत टाढा आएर देखा बहुत टाढा भएपछि चाहिँ रातो माटो लगेको घर लिपपोत गर्दै पड्यो। सबैलाई चाहिँ सम्झना छ निक्करी बनाया सब दीपावली सधैँ हाँसी खुसी रह्या सबैका घरमा चाहिँ लक्ष्मी भित्री झन् हेर यी सबैलाई उठे चाहिँ यसो उठे चाहिँ माटो निकाली देखा मैले रातो माटो हेर कट्टामा हेर तब चाहिँ अलि रिस्क लाग्छ टाढा लाग्छ घर लगभग 4-5 किलोमिटर टाढा मल्ला डाँडा आउनु पर्छ देखा शैलेशकर नगरपालिकातिर डाँडामा छ रातो माटो। हाम्रो यहाँ चाहिँ माटो नआएको यही मूल ढुङ्गा लगाएपछि मधुपट्टि माटो चढ्दा यसो बनाएर देखा न त्यति रिस्की छ यो भित्र जाएर माटो खान्न ज्यान जोखिममा पढन्छ कसैको होइन। तब त उठ्यो मैले होसियार हुनु पऱ्यो सतर्क हुनुपर्छ हामीले माटो लगिदिने है यस्तो छ ठिक छ जिन्दगी चल्दैछ हजुर हाम्रोलाई चाहिँ ठिक हुनु निका होला देखा ल सबैलाई चाहिँ मिठो मिठो सम्झना माया सबैलाई ओके। अब अर्का दिन अर्का भिडियोमा भेट्ला आज हम यसो माटो लजे बोल्दा तमलाई चाहिँ सम्झिरहँ। नमस्ते सबैलाई बाई बाई।